बोल भन्छ साला यो दिक्क लाग्छ कि साला हामीलाई कति बोल्नु म मात्रै एक्लै होइन यसरी गरेर ए बोल साला ए मिठालाल बोल भन्छ साला यो क्यापे पनि साला घाँटीको यस्तो साला घाँटीमा अर्केको हड्डी भन्छ नि त्यस्तो भइसक्यो क्या मलाई पनि ए साला लाइटको काम हुँदैछ आज अरे गोविन्दजी एन्ड सुजनजी पुरा लाइट वाइटको काम अरे साला चमचमाती चमक यस्तो चम्किनु भएछ मान्छेलाई हाम्रो मन पनि धमक हुनु भएछ के गर्छ रे साला यताबाट पनि लाइट माथिबाट पनि मुनिबाट पनि छेउबाट पनि सबबाट लाइटै लाइट साला जालीवाला ढोकामा के हो यस्तो बाप रे साला सोल्टीले त पुरा सोल्टिनीहरूलाई त यी अल्मल्याएर टेस साला हामी हल्का फटाफटा बोल्छु क्या यस्तो प्लिज दर्शकहरू माइन्ड नगर्नु ल हल्का हामी यस्तो जान्छ क्या चिप्लिन्छ क्या हाम्रो हल्का फिस्लिन्छौँ हामी ल माइन्ड नगर्नुहोस् प्लिज अब लाइट हेर्नुहोस् न तपाईँ लाइट हेर्नुहोस् होइन यस्तो ओरेन्ज कलरमा कुन हो यो गुहे कलरको भनेको सोल्टीले गुहे कलरको लगाएर हाल्छु देख्नुभयो मिठालाल हो जे भन्छ त्यही हुन्छ क्या होइन यस्तो जे बोल्यो कि पोल हो यस्तो ड्याङ जे बनाऊ त्यही छ्याट हेर्नुहोस् डिजाइन कस्तो हुँदैछ बबाले हुँदैछ होइन हेर्नुहोस् देख्नुभयो यस्तो पुरा अतरङ्गी तारा जस्तो क्या साला यो पनि ठुलो तारा हो यो साला ध्रुव तारा भन्नुहुन्छ नि त्यस्तो वाला लाइट हो ध्रुव तारावाला यो लाइट हो त्यस्तो वाला हो क्या देख्नुभयो बबाल हुनुहुन्छ क्या यस्तो लाइटलाई पनि हामी तपाईँ भन्छु बबाल हुनुहुन्छ नि त हल्का फुल्का अलिकति कम डिजाइनवाला भएको भए हामी तपाईँ भनिदिन्थ्यो तर यो पुरा डिजाइनवाला हो नि त होइन त्यही भएर हामी तपाईँ दिँदैछु हल्का इज्जत बढो यसको देख्नुभयो महँगाइ भएपछि पैसा साला ज्यादा बढ्यो पनि इज्जत बढो लेभल हाई यस्तो हुन्छ क्या मिठाई हो नि त एकदम मिठो गफ गर्छु क्या हामी बुझ्नुभयो एकै साँझमा दिए साला साँझ पनि फेर्न लगायो म त टेन्सन भइसक्यो साला फेरि यो काफले छ कि यस्तो छेउमा बसेर के बोल्दैछ भनेर सुन्नुहुन्छ क्या देख्नुभयो विनोद दाजुहरू पनि आज यस्तो एसी लगाइदिएको थियो साला फुल एसी खोलेर गाँडो खोलेर साला चिसो खाँदै हुनुहुन्छ अरे खानुहोस् केही छैन बिल हामी तिरिहाल्छु चिसोको होइन तपाईँहरू गाँडो खोलेर खानुहोस् चिसो नो मतलब थ्याङ्क यू